आउनुहोस् खाँदा खाँदै रेडी हुँ ल। यस्तो सोच भएको म मात्र होइन अरू पनि थियो होला है। म के सोच्थेँ भने नि अहिले पो म सानी छु त अलिक ठुली हुँ न मात्रै संसार पुरै मैले जित्नेछु जस्तो लाग्थ्यो। आफूभन्दा ठुला 20-25 उमेर पुगेकाहरूले केही नगरी बसेको किन केही नगरेको होला त्यसको ठाउँमा म भएको भए यो गर्ने थिएँ त्यो गर्ने थिएँ, कस्तो केही नगरेर बस्न सकेको भनेर सोच्ने मान्छे म। अहिले चाहिँ यस्तै कोही मेरो लागि सोध्छ होला जस्तो लाग्छ। जीवनमा के गर्नको लागि चाहिँ अवसर कुरेर बस्ने मान्छे थिएँ। अहिले आएर बुझ्दैछु बाटो चाहिँ आफै बनाउनु पर्ने रहेछ। कसैले भनेको कुरा याद आउँछ कि अरूले सिकाएको बाटोमा हिँड्नु भयो भने अरूको गन्तव्यमा पुगिन्छ। साँच्चै हो रहेछ है। कसैले मलाई बाटो देखाइदिन्छ, कसैले मलाई सम्झाइ बुझाइ गरिदिन्छ अनि मैले चाहिँ त्यस्तै गर्छु भनेर सोच्थेँ कि म। तपाईँहरू पनि मैले जस्तै सोच्नुहुन्छ भने प्लिज यो थिङ्किङ चाहिँ छोडिहाल्नुहोस् ल। अरूले देखाएको बाटोमा हिँड्ने हो भने गन्तव्य पनि अरूकोमै पुगिन्छ कि। आफ्नो गन्तव्यमा पुग्नु छ भने आफै त्यो बाटो बनाउनु पर्छ, आफै सङ्घर्ष गर्नुपर्छ। त्यसैले अवसर कुर्ने होइन यो यस्तो होला र अनि म यहाँदेखि सुरु गर्छु, यो गरेपछि यो गरौँला भनेर नसोच्नुहोस्। जे छ जस्तो छ आजदेखि सुरु हुनुहोस् है।